Welcome to the Saturday vlog of Dr. Couple. Hello guys, good morning. It's a wonderful Saturday अनि it's 8:30 already अनि म भर्खर उठेँ मलाई चाहिँ मेरो हस्बेन्ड भर्खर उठाउन आउनुभयो. He has done a lot of work in the morning. So let's hear him. Hello guys, good morning. Actually, it's been more than 2 hours that I woke up, and I woke up at around 6:15 a.m. and I went for a morning hiking for 1 hour. I did my morning rituals like I took bath and I had one glass of lukewarm water, and Dr. Barsa is waking just now. Okay, हामीले चाहिँ आज आफ्नो vlog गर्ने डिसिजन गरेका थियौँ. We are keeping up with our decision. So you also watch our vlog and keep supporting us. Thank you. सेका बिहानै म चाहिँ केस हेरेर फर्किँदैछु. गुड मर्निङ. मैले चाहिँ यहाँ भोइस ओभर गरिरहेको छु किनभने मलाई पब्लिकमा भ्लग गर्न अलिकति गाह्रो लाग्यो बिकज दिस इज माई फर्स्ट भ्लग. एज सुन एज आई इन्टर माई रुम आई स मेरो हस्बेन्डले चाहिँ बत्ती काट्दै हुनुहुन्थ्यो. यो चाहिँ उहाँको डेली रुटिन हो. एभ्री डे हि डज द पूजा एन्ड केसरी नन्दन तेज प्रताप महाजग वन्दन विद्यमान गुणियति चतुर राम काज करिबिक अस वदन तुमर जस गावे अस कहे श्रीपति कंठ लगावे सनकादिक प्रमादि मुनिसा नारद सारद सहित ऐसा जम हनुमान चालिसा पढेर सकाएर आरती गर्नुभयो. अनि त्यसपछि म पनि उहाँसँगै मन्दिरमा ढोग्न भनेर गएँ. हामी दुवैजनाले माथा टेकेर ढोग्यौँ, आशीर्वाद माग्यौँ भगवान्सँग. त्यसपछि मैले उहाँको हात ढोगेँ. त्यसरी उहाँले पनि मेरो हातमा ढोगेर दिनको सुरुवात गर्यो. यो चाहिँ हाम्रो मन्दिर हो. हामी दुईजनाको तस्विर पनि रहेको छ. उहाँले चाहिँ मर्निङ रुटिन गर्नुभयो आफ्नो लागि. दिस इज वाट माई हस्पिटल लुक्स लाइक. हस्पिटलको वरिपरिको इन्भाइरोमेन्ट बेसिकली म बस्ने इन्भाइरोमेन्ट चाहिँ यस्तो रहेको छ. हामी चाहिँ क्वार्टरमै बस्ने गरेका छौँ. अराउन्ड 11 AM चाहिँ हामीले हाम्रो ब्रेकफास्टको लागि भनेर मैले चाहिँ पिठो छिल्किएर रोटी बनाएँ. यो चाहिँ हामीले घट्टामा पिसेको पिठो भएको भएर चाहिँ छिल्केर नै रोटी बनाउने गरेको छौँ. रोटी एकदमै कमलो नरम मिठो बन्छ. मैले चाहिँ यहाँ सँगसँगै पकाउँदै अनि सँगसँगै बेल्दै गर्दै गर्दाखेरि चाहिँ रोटी चाहिँ एकदमै डढेको छ. म रेगुलर पकाउँदा नि पकाउँदिनँ, त्यही भएर मलाई त्यस्तो आउँदा नि आउँदैन. यो चाहिँ हाम्रो मर्निङ ब्रेकफास्ट. यहाँ चाहिँ रोटी छ, चटनी छ, कुरौनी छ अनि उहाँको लागि ग्रिन टी, मेरो लागि कफी. अनि हामी यहाँ दुईजनासँगै बस्दै गफ गर्दै मिठा मिठा कुराहरू गर्दै अनि चराहरूका चिरिबिरी सुन्दै रमाइलो गर्दै स्याटरडे ब्रेकफास्ट भइरहेछ. यो चाहिँ हाम्रो टेरेस गार्डन हो. यहाँ चाहिँ चाइनिज साग अनि धनियाँ अनि पालुङ्गो चाहिँ जमरा जसरी उम्रेको छ. आई लभ दिस. अनि तुलसी माता पनि हुनुहुन्छ. दिस इज हाम्रो टेरेस भ्यू. हामी चाहिँ छतमाथि बसेर सिस्टरहरूसँग गफ गर्दै अनि यो जङ्गलको मुनि भिरको मुनि एकदम रमाइलो भ्यू छ हाम्रो चाहिँ टेरेसमा चाहिँ. यो चाहिँ मलाई एकदम राम्रो लाग्छ. अनि मेरो हस्बेन्ड श्रीले चाहिँ पानी हाल्न थाल्नुभयो कि हिजो मात्र लगाएको यो सागको बेनाहरूमा. अनि मजाले पानी हाल्दै हुनुहुन्थ्यो. धनियाँमा पानी हाल्नुभयो अनि त्यसपछि पालुङ्गोमा पानी आयो. स्टाइल चाहिँ मान्नै पर्छ मेरो हस्बेन्ड श्रीको. पुरा हल्लै कि पुरा हल्लै स्टाइल मारी पानी हाल्नु भएको छ उहाँले. त्यही भएर पालुङ्गो जमरा जसरी उम्रियो होला. एन्ड देन अराउन्ड 1 PM आई टुक दिस हो. अनि म नुहाउँदै थिएँ, बिरामीको कल आयो. म चाहिँ दक्कुर्दै बिरामी हेर्न जाँदै थिएँ. तर मेरो हस्बेन्डलाई मैले पठाइसकेको थिएँ कि म बाथरुमभित्रैबाट. अनि उहाँ हुनुहुन्छ, उहाँले सम्हाल्नु भएको छ भन्दै म लेबर रुमभित्र गएँ. अनि आई स देयर केस चाहिँ मेरो हस्बेन्डले ह्यान्डल गरिसक्नु भएको थियो. वी ह्याड होम डेलिभरी केस जो चाहिँ बच्चा निलो भयो भनेर अनि हँसियाले नै अम्बिलिकल कड काटेर ल्याउनु भएको थियो. समथिङ अबाउट वर्किङ इन रुरल एरिया इज द्याट वी सी सो मेनी केसेस लाइक दिस. लाइक सो मेनी जसलाई चाहिँ होम डेलिभरी अझै पनि कमन छ भन्ने हुन्छ. कपाल लिएर आएको, कपाल मेरो यहीँ सुकिसकेको छ. हाई गर्नु हजुर. ल तिमी पहिला आइ भन. यहाँ मलाई यहाँ आइ भन. मैले मुखभरि लिपस्टिक लगाएको छु भन. गाइज whenever I see these kids, they make me happy. यो बालापनको उमेर कहाँ फर्केर आउँछ. यिनीहरूको रमाइलो जिन्दगी गाइज, रमाइलो जिन्दगी छ है. मैले मुखभरि लिपस्टिक लगाएको अनि सबैले पुग्न पर्यो नि. को हो म को कसले दिएको चक्लेट.
अब चाहिँ हाम्रो लन्च टाइम भयो, लन्च टाइम चाहिँ लेट भयो आज बिरामी हेर्दा हेर्दै। सो अब हामी लन्च गरेर अनि आई किप यु अपडेटेड। यो हाम्रो लन्च हो मेड बाई मिस्टर सुशील नेपाली। चटनी थियो नि मैले होइन। The only thing I love about Saturday is that हामी सँगै लन्च गर्न पाउँछौँ. I love this moment. I really love this moment कि हस्बेन्ड वाइफ सँगै बसेर लन्च गर्न पाउनु पनि ठुलो अचिभमेन्ट जस्तो फिल हुन्छ अचेल चाहिँ. सो हामी यसरी रमाइलो गर्दै मिठा मिठा कुराकानी गर्दै एकअर्कालाई खुवाइदिँदै स्याटरडेको स्पेसल लन्च विच वाज मेड बाई माई हस्बेन्ड हामीले इन्जोय गऱ्यौँ. See where life has taken us, sitting down with family for lunch feels like a celebration. अनि जहिले चाहिँ हामी बिजी नै हुन्छौँ एकअर्कासँगै लन्च गर्नै पाउँदैनौँ. आफ्टर लन्चमा फेरि अर्को केस अटेन्ड गर्न तल गएँ अनि केस अटेन्ड गरेर फर्किने बेलामा आई मेट द चिल्ड्रेन अगेन. को अरे म को अरे मेरो नाम थाहा छैन. नाम के हो त? नामै डक्टर हो. नाम त वर्षा हो. पछाडिमा के छ? यो चुल्टी कसले बनाइदिएको छानु? बुजुले पकाएको मलाई. अनि केस अलिकति क्रिटिकल थियो सो आई रेफर द केस. अनि म माथि आएर तल हेर्दाखेरि चाहिँ मेरो हस्बेन्ड चाहिँ सानो बाबुसँग बल खेल्दै हुनुहुन्थ्यो. वी बोथ लभ चिल्ड्रेन. चिल्ड्रेन मेक आवर लाइफ lively. And then around 4 PM we had to attend a case in the private clinic अनि हामी त पेसना क्लिनिक तर्फ लाग्यौँ. And this is the view I love the most. हाम्रो चाहिँ रिभर छ यहाँ. It's so lively to watch this. कान्छो दाइ, this is हाम्रो प्यारो कान्छो दाइ. कान्छो दाइ चाहिँ खोलामा माछा मार्न जानुहुन्छ धेरै जस्तो स्याटरडेज. अनि हामीले त्यो चाहिँ माछा खान पाउँछौँ है, आलो माछा. क्लिनिकमा पुगेर चाहिँ माई हस्बेन्ड डिड सम प्रोसिड्युर्स एन्ड देन हि रोड द प्रेस्क्रिप्सन. मैले चाहिँ हेरेर मात्र बसेँ. मेरो चाहिँ पेसेन्ट थिएन खासमा, साथी दिन आएको. हामीलाई यहाँ ममता सिस्टरको घरमा निम्ता आएको थिएन अनि हामी चाहिँ यहाँ छौँ यसरी. हाई गर बुढु. बुढुको चाहिँ खै ज्याकेट खै. बुढुको चाहिँ ज्याकेट च्यात्यो त्यहाँदेखि के भएर खै गर्दैछ नि. अनि हाम्रो ममता सिस्टरले चाहिँ एकदम मिठो मिठो परिकार बनाउनु भएको थियो. हामीले यति धेरै मासु खायौँ, यति धेरै मासु खायौँ. मेरो हस्बेन्डले चाहिँ पुरा तानी तानी मासु खाइराख्नु भएको थियो होइन. अनि पुरी पनि त्यतै खायौँ. अनि त्यस्तो चाहिँ पकाएको गइसक्यो. अझै पनि फेरि खसीको मासु पनि पकाइसकेछ, कुखुराको मासु पनि पकाइसकेछ. अनि चाहिँ माछा सेक्ने काम भइरहेछ. हेलो बुवा. यो चाहिँ हाम्रो ममता सिस्टरको घरबाट देखिने पुरा एरियल भ्यू जस्तो देखिन्छ कि. यहाँबाट चाहिँ अलिक हाइटमा छ नि त. अनि यो चाहिँ नौमुलेको एरियल भ्यू भन्छु मैले. त्यहाँ चाहिँ यता खोला देखिन्छ अनि सानो सानो घरहरू देखिरहेछ. नि साँझ पर्न लागिसक्यो, सूर्य डुब्न लागिसक्यो. अब रात पर्छ नौमुलेमा. मिठ हाम्रो प्यारो कान्छा दाइ माछा मारेर आउनुभयो. माछा कति ल्याउनु भयो खै? यहाँ हेर्नु यत्रो धेरै माछा आएको चाहिँ हामीले माछा पकाएर खाने हो. माछा ओके. ल कान्छा दाइ के भन्न चाहन्छ? हि इज द बेस्ट अफ पर्सन आई हेभ एभर मेट. कस्तो मिठो स्माइल छ दाइको. अनि साँझको 5:30 बजे हामी बस्यौँ तास खेल्न. यो चाहिँ हाम्रो बुढाबुढीको स्याटरडे रुटिन हो. हामीलाई चाहिँ एटलिस्ट 1-2 हात म्यारिज चाहिँ खेल्नै पर्ने हुन्छ. अनि मेरो बुढाले चाहिँ जितेको है यो गेम चाहिँ. सुरुमै माल काटेर पुरा अनि बाजी पनि गरिसकेँ. इट इज माई हस्बेन्ड वाचिङ. जति बेला पनि क्रिकेट एनबिएल फाइनल. जति बेला पनि क्रिकेट एनबिएल फाइनल. जति बेला पनि क्रिकेट. A few moments later. Lumbini, Sabas, Sabas. 3 more runs. What a stroke to end the 7th. 82 अघि चाहिँ मैले खाली क्रिकेट हेरेँ भन्दा थियो. अहिले चाहिँ आफै पुरा मग्न भएर क्रिकेट हेरिरहेको छु कि. 2,000 years later. Sabas. Lumbini, Sabas, Lumbini, Sabas, Lumbini, Sabas. 3 more runs to win. यो बेला चाहिँ कस्तो ढुकढुक भइरहेको थियो. यही बेला चाहिँ Sabas. भइरहेको थियो.
धेरै खुसी भइरहेको थियो मेरो बुढो, तर गेम जित्न चाहिँ एकछिन टाइम लाग्यो अझै। Just the 2 runs remaining. Rohit Patel. Just calm down, calm down. I'm Fazal Khalil. With me in the commentary box once again, Carlos Brathwaite. In the air and a goal. भन्थ्यो नि आउट हुन्छ ओएमजी बुडु भन्थ्यो त मैले आउट हुन्छ तिमीले किन त्यस्तो भनेको मेरो रोहितलाई किन आउट गराइदिएको किन To the skipper. यो अविनाशले पायो अब फेरि तिमीले फेरि मस्त कस्तो विकेट थियो Real game of romance to be. इन्स्टिङ भन्छ कि इन्स्टिङ ल एक रन मात्र आयो The excitement will continue for another over. 8 done, 84 for 3. सन्दीप सर She's continuing with the excitement. आउट An appeal. छैन One eternity later. एक रन Run closer to the win. 85 जित्यो न आउट भयो ओएमजी व्हाट इज दिस Another wicket falls. फाइनली द यस Moment this for the Lumini Lions and the men in red. The coveted. बुडु डू यू वांट टू क्राई It's all happening here at the TU. इट्स ओके इट्स ओके इट्स ओके इट्स ओके बाटोमा जाने हो कि हेर्नु टिएको Sensational run of form for the Lions. Congratulations Tremendous. They took the long way to victory. इट्स ओके इट्स ओके इट्स ओके Games and पुरा रोइरहेको थियो मलाई चाहिँ किन रोक्यो भने हाँसो उठिरहेको थियो त्यति बेला चाहिँ the end. बुडु डोन्ट क्राई हामी वर्ल्ड कप हेर्न जाने हो अनि सुरु हुन्छ एक्चुअल कहानी मलाई मालिस गर्न लगाउने यो चाहिँ युजुअल रुटिन बिहानभरि हिँड्न जान्छन् काका म मर्निङ वाक गएँ के गरेँ भनेर आउँछन् अनि आएर चाहिँ मलाई खुट्टा मालिस गर्न लाउँछन् इ मेरो यो रुटिन यसो बुढीको खुट्टा मालिस गर्दै त कसो हुन्थ्यो होला है बुढो मारिदेऊ न त अलिकति मारिदिन्छ कचकच गरे पनि बुढामा माया लाग्छ मालिस गरिहाले यस्तो बुढी पाउनलाई चाहिँ पूर्व जन्ममा शिवजीले जति गरेथे नि तपस्या त्यति गर्नुपर्छ त्यति गरेर पाइन्छ त्यति सजिलै पाइन्छ मलाई शिवजीले गरे भन्दा अलिकति बढी गर्नुपर्छ कस्तो बुढी पाउनलाई यत्तिको बुढी पाउनु बुढीको नाम के हो हँ? पार्वती ए दुर्गा वर्षा कुरा खानु मन छ नि पार्वती भने नि दुर्गा भने नि वर्षा भने नि तिमी त हो एउटै हो मेरी काम गराउनलाई त जसै नि भनिन्छ नि बुढो होइन हँ होइन के साँचो साँचो कुरा बोल्न के काम गर नि त नगर नि त मालिस नगर नि त म भन्छु फेरि Well, we had a great day today and we enjoyed, we had fun, we ate many things and now we are gonna read some books and have a good nap. So we had a wholesome Saturday. Thanks for watching our video. अब हामी आफ्नो आफ्नो बुक्स पढेर we will go to sleep. Good night. Okay, have a nice night. Bye bye. See you again in next vlog. अब सुत्ने बेलामा चाहिँ यसो प्रोडक्टिभ बनाऊँ भनेर दुवैजनाले यसो किताब समय जस्तो गरेर बुट 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 बुटुले चाहिँ एकदम चिचे पढ्नुहुन्छ अनि म चाहिँ सुस्त सुस्त भए पनि बुट 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 गरेर पढिरहेको थिएँ यसो ए मुख चलाउँदै यसो यसो गर्दै पढ्दै 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 गएँ अनि एकछिनमा त अब मलाई निन्द्रा लागिसक्यो हेर्नु मैले हात तान्न थालिसकेँ सुत्नु थालेँ यसो गुड नाइट गाइस जित्यो लिभरपुलले फाइनल्ली आफ्टर सो लङ प्रिमियर लिगमा विन सुतेको 1 घन्टा भइसक्यो गाइस मेरो बुढो उठेर म्याच हेरिरहन् अब साँच्चीकै गुड नाइट यस्तो मान्छे कोही हुन्छ यस्तो मान्छे मेरो बुढोले चाहिँ लिभरपुलको म्याच राति भए पनि छोड्दैन दिउँसो भए पनि छोड्दैन कहिल्यै छोड्दैन नाइट दिस इज द थर्ड गुड नाइट